थिङ्स यु सुड नो बिफोर कमिङ टु युएसए। तर यो भनेको उनीहरू एकदमै क्लोज हुन खोजेको। होम सिकनेस कतिको हुन्छ है, बोनस टिप्सहरूमा जाऊँ है त। हेलो सबैलाई, वेलकम ब्याक टु माई च्यानल। र आजको चाहिँ भिडियो एउटा अझै एकदमै इन्फर्मेटिभ टपिकको बारेमा हुन्छ। थिङ्स यु सुड नो बिफोर कमिङ टु युएसए। सो स्टार्ट गरौँ है त। फर्स्ट कुरा भनेको चाहिँ एउटा एकदमै काम लाग्ने हुनसक्छ, त्यो चाहिँ हेल्थ केयरको बारेमा हो, जुन चाहिँ यहाँको एउटा एकदमै राम्रो फेसिलिटिज पनि हो है। हेल्थ केयरको यहाँनिर फेसिलिटिज चाहिँ एकदम राम्रो छ, तर त्यो एकदमै एक्सपेन्सिभ हुनसक्छ है। यहाँ चाहिँ अब तपाईँहरूलाई केही सानो कुरा भयो भने त्यसको लागि $100 कि त त्योभन्दा बढी पनि चार्ज लाग्न सक्छ। त्यही भएर आउने बित्तिकै जति छिटो हुनसक्छ त्यति छिटो इन्सुरेन्स गराउन ट्राई गर्नु। त्यो चाहिँ अब कुनै चाहिँ अब आफ्नो जबबाट पनि दिन सक्छ कुनै कम्पनीजहरूले, कि त आफै भइ नै गराउनुपर्छ। त्यो चाहिँ जति छिटो गऱ्यो त्यति राम्रो हुनसक्छ है। सेकेन्ड पोइन्ट भनेको नि एकदमै इम्पोर्टेन्ट पोइन्ट हो है। त्यो भनेको चाहिँ क्रेडिट स्कोर भनेको एकदमै इम्पोर्टेन्ट हुन्छ यहाँ। त्यही भएर पहिला त हामी यो बुझौँ कि क्रेडिट स्कोर भनेको के हो है। क्रेडिट स्कोरलाई सिम्पली भन्नुपर्दा चाहिँ त्यो भनेको इमान्दारिताको एउटा प्रुफ हो है। लाइक इमेजिन तपाईँहरूले चाहिँ अब केही कुराको लागि कि त इलेक्ट्रिसिटीको कि त लाइक पानीहरूको केही तपाईँहरूलाई बिल आयो अरे, अनि त्यसको चाहिँ तपाईँहरूले पेमेन्ट गर्नुहुन्छ है। अनि अब त्यो चाहिँ तपाईँहरू टाइममा गरेछ भने त्यसको जुन क्रेडिट स्कोर हुन्छ त त्यो तपाईँहरूको बढ्दै जान्छ। अब त्यो चाहिँ किन फाइदा हुन्छ त है। अब इमेजिन के त्यहाँनिर दुईजना मान्छेहरू छ अरे है। एउटाको चाहिँ के अरे अकाउन्टमा लाइक पैसा बढी छ तर क्रेडिट स्कोर भनेको एकदमै थोरै छ अरे। अनि सेकेन्ड पर्सनको चाहिँ पैसा त्योभन्दा अलिक थोरै छ अरे, तर के अरे क्रेडिट स्कोर चाहिँ त्यसको बढी छ भने त्यसलाई बढी भ्याल्यु दिन्छ। त्यो अब लाइक यो चाहिँ एकदमै काम आउन सक्छ। लाइक घर किन्ने बेला भए पनि, के अरे गाडीहरू लिने बेला भए पनि, कि त फोन कलको लागि मात्रै लिँदा भए पनि त्यो चाहिँ एकदम काम आउन सक्छ। अनि अब चाहिँ थर्ड पोइन्टमा पढौँ है त। थर्ड पोइन्ट भनेको चाहिँ यहाँको रेन्ट हो है। यहाँनिर बस्नको लागि चाहिँ तपाईँहरू दुईवटै ठाउँ पाइसिन्छ। एउटा त घर भयो, अर्को भनेको अपार्टमेन्ट। अब त्यो चाहिँ तपाईँहरूको चोइस हुन्छ कि तपाईँहरू कहाँ बस्न प्रिफर गरिसिन्छ। तर अब दुइटैको लाइक यस्तो हुन्छ त, एउटाको अब रेन्ट एकदमै एक्सपेन्सिभ, एउटाको एकदमै थोरै भनेर हुँदैन, दुइटैको अलमोस्ट सेम हुन्छ। तर नेपालसँग कम्पेरिजन गऱ्यो भने यहाँको रेन्ट भनेको एकदमै एक्सपेन्सिभ हुन्छ है। अनि त्यही भएर थर्ड पोइन्ट चाहिँ यो भयो। अनि अब फोर्थ पोइन्टमा जाऊँ। फोर्थ पोइन्ट भनेको चाहिँ यहाँको मान्छेहरूको बारेमा भयो है। यहाँको मान्छेहरूको नेचर भनेको एकदमै फ्रेन्डली हुन्छ है। तपाईँ अब नर्मली कतै वाकको लागि मात्र गए पनि मान्छेहरूले त्यहाँनिर हाइहेलो भएर पनि कि त गुड मर्निङ गुड इभिनिङ टाइप पनि भन्छन्। तर यो भनेको उनीहरू एकदमै क्लोज हुन खोजेको चाहिँ होइन, त्यो भनेको लाइक ग्रिटिङ्स मात्र गरेको हो है। फोर्थ पोइन्ट भनेको चाहिँ एउटा अझै एकदमै इम्पोर्टेन्ट पोइन्ट भयो, त्यो भनेको चाहिँ जब है। जब भनेको तपाईँहरू आउने बित्तिकै जति छिटो हुनसक्छ त्यति छिटो खोज्दा राम्रो हुन्छ है। तर यहाँनिर जब पाउनु चाहिँ कतिको गाह्रो हुन्छ त। यहाँनिर होइन जबहरू त एकदम धेरै हुन्छ है, तर त्यो पाउनलाई चाहिँ एकदम गाह्रो हुन्छ। अब यहाँनिर मोस्ट अफ त चाहिँ सुपर मार्केट ग्रोसरीहरूमा बढी इम्प्लोइजहरू चाहिन्छ, त्यही भएर त्यसमा पाउन सक्ला। तर त्यसको लागि नि तपाईँहरूले पहिला फर्म भर्नुपर्छ, पछि इन्टरभ्यू हुन्छ, अनि त्यसपछि मात्रै जब पाइन्छ है। त्यही भएर त्यसको लागि चाहिँ एकदम गाह्रो हुन्छ। त्यही भएर जति छिटो अप्लाई गर्न खोज्यो र जति धेरैमा अप्लाई गर्यो त्यति छिटो पाउने चान्स हुन्छ है त। ल सिक्स्थ पोइन्ट भनेको चाहिँ होम सिकनेस कतिको हुन्छ है। ल अब स्टार्टिङमा आउँदाखेरि त स्टार्टिङको फर्स्ट सेकेन्ड विकसम्म त एकदमै धेरै हुन्छ है होम सिकनेस। त्यहाँको मान्छेहरू, त्यहाँको कल्चर, त्यहाँको फुड र अझै धेरै कुराहरू के मिस गरिन्छ है। इभन लाइक त्यहाँको अब त्यो जस्ट नर्मल रोड्सहरू त याद आउँछ स्टार्टिङको फर्स्ट र सेकेन्ड विकहरूमा, तर पछि गएर चाहिँ त्यो बिस्तारै बानी लाग्न सक्छ। यही होम सिकनेसको लागि तपाईँहरूले नेपालबाट केही कुरा त्यहाँको याद गराउनु छ भने त्यो ल्याउँदाखेरि चाहिँ एकदम राम्रो हुन्छ है। सो अब नेक्स्ट पोइन्ट है त। नेक्स्ट पोइन्ट भनेको चाहिँ एकदमै धेरै क्वेसनिङ टाइपको हुनसक्छ, लाइक धेरैजनाले क्वेसन गर्ने टाइपको कि यहाँ आएपछि गाडी चाहिन्छ नै भनेर भने। अब यो चाहिँ लाइक अब हुनसक्छ, बिकज लाइक यहाँको पब्लिक ट्रान्सपोर्टहरू पाइन्छ, बसहरू नि पाइन्छ, सबै ठाउँको सबै रुटहरूको पाइन्छ। तर अब त्यसको चाहिँ दिनकै त्यसको टाइमहरू आउने टाइम चाहिँ डिफ्रेन्ट हुनसक्छ। त्यही भएर अब कहिलेकाहीँ चाहिँ त्यही पङ्क्चुअलिटीको लागि त्यो चाहिँ गाह्रो हुनसक्छ। त्यही भएर कार हुँदा चाहिँ बढी राम्रो। तर यो भनेको यो चाहिँ होइन कि आउने बित्तिकै नै गाडी चाहिन्छ, पछि गरी यहाँ आएपछि अलिअलि बिस्तारै सेटल हुन गएपछि चाहिँ कार लिँदाखेरि अझै राम्रो हुन्छ है। नेक्स्ट भनेको चाहिँ हेल्प भयो है। धेरै मान्छेहरू यहाँनिर इमिग्रेसनबाट आउँछ त, तिनीहरूले अब के हेल्प चाहियो भने यहाँनिर इमिग्रेसन अफिस, इमिग्रेसन सर्चहरू भनेर हुन्छ। तर अब यसमा अब तपाईँहरूले के हेल्प चाहिन्छ भने त्यसको बारेमा चाहिँ आफै रिसर्च गर्नुपर्छ, आफै जान्नुपर्छ र त्यसको लागि हेल्प माग्नुपर्छ है। यस्तो होइन कि कोही आउँछ
र के अरे भन्छ ल हाम्रोबाट हेल्प लिनु भनेर है, त्यस्तो चाहिँ हुँदैन। लाइक अब हेल्प त छ तर त्यसको लागि चाहिँ सोध्नुपर्छ। नेक्स्ट पोइन्ट भनेको चाहिँ यहाँ आएर स्टार्ट ओभर गर्नु भनेको नर्मल है, के जेरोबाटै स्टार्ट गर्नु भनेको यहाँ एकदम नर्मल हुन्छ। किनभने कोही पनि इन्टरनेसनलबाट आएपछि यहाँनिर स्टार्टिङमा त जब खोज्न गाह्रो हुन्छ है, तर जब छिटो पाउनको लागि मान्छेहरूले पहिले त सानै पोस्टमा अप्लाई गर्छन्, अनि अब त्यसपछि चाहिँ त्यो पछि गएर त्यसमा प्रमोसन भएर कि त्यसलाई युएसको वर्किङ एक्सपिरियन्स भएपछि पहिलाको पोस्टको जब पनि पाउन सकिन्छ। अब के हुन्छ भनेपछि मान्छेहरूले चाहिँ के सोध्छन् कि अब पहिला चाहिँ त्यहाँ नेपालमा हुँदा कि त अरू ठाउँमा हुँदाखेरि मैले ठुलो पोस्टको मैले जब गरेको थिएँ, अनि यहाँ आएर चाहिँ जेरोबाट स्टार्ट गर्नु र भनेर त्यो वर्थित हुन्छ कि नै भनेर है, त्यो चाहिँ पुरै वर्थित हुनसक्छ। यहाँनिर के अरे जुन पोस्टबाट तपाईँहरूले छोड्नु भएको छ त्यो यहाँ आउनु पनि त्यही पोस्टको जब पाउनु भनेको यहाँनिर एकदम गाह्रो हुनसक्छ। त्यही भएर जेरोबाट स्टार्ट गर्नु भनेको सबको लागि एकदमै नर्मल हो र एकदमै वर्थित पनि हुनसक्छ है। ल अब नेक्स्ट पोइन्ट भनेको चाहिँ एउटा यस्तो हो जुन जसको बारेमा चाहिँ मान्छेहरूले लाइक एकदमै धेरै अप्ठ्यारो मान्न सक्छन् कि त लाइक क्वेसनहरू धेरै टाइप गर्न सक्छन्। ल त्यो पोइन्ट भनेको चाहिँ के इङ्ग्लिस एडभान्स लेभलकै आउनु जरुरी छ, त्यो चाहिँ छँदै छैन है। तपाईँहरूलाई इङ्ग्लिस चाहिँ आउनुपर्छ, आउँदै आएन भन्ने चाहिँ होइन, तर अलिकति भए पनि आउनुपर्छ। लाइक बेसिक इङ्ग्लिस आए नि हुन्छ, अरूसँग बोल्न चाहिँ सक्नु पऱ्यो, त्यति हो है। लाइक यहाँनिर चाहिँ अब धेरैजना यस्तो मान्छेहरू हुन्छ जसले पुरै सेन्टेन्स होइन तर लाइक त्यसलाई ब्रेक डाउन गरेर सानो सानो सेन्टेन्समा यसरी भन्छन् कि अरू मान्छेहरूले भयो नि बुझ्न सकोस्। त्यतिको इङ्ग्लिस आयो भने पनि के अरे पुग्छ, एकदमै एडभान्स लेभलको चाहिँ चाहिँदैन। पछि गएर यही बसेपछि मान्छेहरूले बोलेको सुन्दाखेरि के त्यो बानी हुन्छ र अझै आओस् है। त्यही भएर स्टार्टिङमा चाहिँ बेसिक इज ओके। ल अब नेक्स्ट पोइन्ट भनेको चाहिँ यहाँको पङ्क्चुअलिटीले चाहिँ यहाँनिर एकदमै इम्पोर्टेन्ट मानिन्छ है। त्यो अब केही कामको लागि होस्, केही अफिसमा होस्, कि त कोहीसँग भेट्ने भए पनि अब यति टाइममा भनेको छ भने त्यही टाइममा चाहिँ लाइक अराइभ हुनु पऱ्यो, त्यही टाइममा चाहिँ काम हुनै पऱ्यो। यस्तो होइन कि ल जब 15 मिनट त लेट भएको छ केही नै हुने भन्ने हुँदैन। यहाँनिर पङ्क्चुअल नभएको मान्छेहरूलाई नराम्रो टाइपको मानिन्छ, त्यही भएर पङ्क्चुअल चाहिँ हुनु पऱ्यो है। अनि अब चाहिँ लास्ट बट नट द लिस्ट पोइन्ट भनेको चाहिँ यहाँनिर मेन्टल हेल्थलाई एकदमै सिरियसली लिन्छ है। मेन्टल हेल्थको बारेमा यहाँनिर कुरा गर्नु भनेको एकदमै नर्मल हो र सकेसम्म यसको बारेमा चाहिँ कुरा गर्नुपर्छ। तपाईँहरूले के डिप्रेसन एङ्जाइटी टाइपको केही कुरा रहेछ भने त्यसको बारेमा कुरा गर्नु, त्यसको बारेमा थेरापी लिनुहरू भनेको यहाँनिर एकदमै नर्मल हो। त्यही भएर त्यसको बारेमा केही पनि चिन्ता गर्नुपर्ने छैन। अब यतिहरू टिप्सहरू थियो जुन चाहिँ थाहा हुँदाखेरि एकदमै राम्रो हुनसक्छ। अब चाहिँ नेक्स्ट बोनस टिप्सहरूमा जानु त। सो बोनस टिप्सहरूमा चाहिँ फर्स्टमा चाहिँ के भयो भनेपछि त्यो एडाप्टरको बारेमा जुन चाहिँ मैले पहिलाको भिडियोमा नि भनेको थिएँ कि त्यो पुरै डिफ्रेन्ट छ। त्यही भएर यहाँनिर एडाप्टरको त्यहाँ नेपालमा युज हुने एडाप्टरको केही पनि काम छैन है। र नेक्स्ट भनेको चाहिँ यहाँको स्कुलको सिस्टम भयो है। यहाँनिर चाहिँ कुनै पनि बच्चा 5 वर्ष नभइकन स्कुल जान पाइँदैन है। त्यो 5 वर्ष पुगेपछि मात्र त्यहाँनिर स्कुल जान पाइन्छ। र यहाँको जुन एडमिसन हुन्छ त त्यो चाहिँ एजको हिसाबले हुन्छ। अब यस्तो होइन कि अब त्यहाँ नेपालमा चाहिँ अब 7मा थियो भनेपछि आएर 8मै हुने भनेर हुँदैन। एज बढी छ भनेर चाहिँ त्यो ठुलो क्लासमा नि हुनसक्छ, मिलेको रहेछ भने जुन क्लासमा जान आँटेको थियो त्यसमा नि हुनसक्छ, सानो छ भने फेरि एक लेभल तल पनि जान सक्छ है। अनि अब यहाँको अर्को स्कुलिङ सिस्टम भनेको चाहिँ यहाँ चाहिँ स्टार्टिङमा चाहिँ एलिमेन्ट्री स्कुल हुन्छ, त्यसपछि मिडल स्कुल, अनि पछि के अरे हाई स्कुल भनेर हुन्छ, अनि त्यसपछि मात्र कलेज हुन्छ। हाई स्कुल चाहिँ 12सम्म हुन्छ, अनि त्यसपछि चाहिँ कलेज हो। अनि अब नेक्स्ट यहाँ जुन चाहिँ पुरै डिफ्रेन्ट छ त्यो भनेको चाहिँ यहाँको मेजरिङ सिस्टमहरू हो। अब जस्तो नेपालमा केही कुराहरू पनि के अरे केजी लिटर कि त सेल्सियस टाइपहरूमा हुन्थ्यो भनेपछि यहाँ चाहिँ टेम्परेचर पुरै लाइक फ्यारेनहाइटमा हुन्छ, केजी भनेको चाहिँ पाउन्डमा हुन्छ, लिटर ग्यालनमा हुन्छ, यस्तो टाइपले लाइक धेरैवटा डिफ्रेन्ट मेजरिङ सिस्टमहरू यहाँ छ। त्यही भएर त्यो चाहिँ पुरै डिफ्रेन्ट छ त्यहाँबाट। अनि अब नेक्स्ट भनेको चाहिँ वेदर है। वेदर भनेको यहाँको स्टेटहरूको हिसाबले फरक हुनसक्छ। एन्ड लाइक वेदरमा चाहिँ के हुन्छ भनेपछि गर्मीमा कुनै ठाउँमा एकदमै गर्मी छ भनेपछि जाडोमा त्यही ठाउँमा त्यही सेम ठाउँमै स्नो पनि पर्न सक्छ। लाइक यस्तो होइन कि अब गर्मीमा एकदम गर्मी थियो भनेपछि जाडोमा ठिक्कको भनेर त्यस्तो टाइपको हुँदैन। यहाँनिर वेदर भनेको फ्रिक्वेन्टली चेन्ज पनि हुनसक्छ। त्यही भएर आफ्नो आउनुभन्दा अगाडि आफ्नो स्टेटको वेदर हेर्नु होला र त्यसकै हिसाबले क्लोदिङहरू प्याक गर्नु होला है। अनि अब नेक्स्ट भनेको चाहिँ सिम है। अब तपाईँहरूबाट कसैले चाहिँ युएस आउनुभन्दा अगाडि नयाँ फोन लिने सोचिराख्नु भएको छ भने त्यसको पहिला त सिमको बारेमा थाहा पाउनुहोस्। किनभने यहाँनिर के हुन्छ भनेपछि कुनै फोनमा यहाँको सिम लाग्दैन।
त्यही भएर पहिला त्यसको बारेमा नि आफ्नो के मोबाइल कुन छ कस्तो छ भनेर सर्च गर्नु पर्यो अनि त्यसको हिसाबले के सिम लाग्छ कि नै भनेर चाहिँ हेर्नु पर्यो है पहिला। र नेक्स्ट पोइन्ट भनेको चाहिँ यहाँको के प्राइसेस र ट्याक्सहरूको भयो है। यहाँ चाहिँ ट्याक्स चाहिँ एकदम हाई हुन्छ है। अनि पछि प्राइसेस चाहिँ यहाँको करेन्सी चाहिँ डलर भयो। अनि अब त्यो डलरभन्दा सानो चाहिँ डाइङ पेनीहरू भइहाल्यो। अनि अब नेक्स्ट भनेको चाहिँ ट्याक्स हो है। यहाँ चाहिँ के हुन्छ भनेपछि कुनै कुनै पसलमा लाइक मोस्ट अफ देम चाहिँ होइन तर कुनै कुनैमा चाहिँ कहिलेकाहीँ कुनै सामानको प्राइस चाहिँ बिना ट्याक्स जोडिकन हुनसक्छ तर तपाईँहरूले पे चाहिँ केही ट्याक्स जोडेरै त्यसको गर्नुपर्छ। अनि पछि नेक्स्ट भन्दाखेरि चाहिँ त्यही जबमा पनि त्यस्तै हुन्छ। अनि पछि जबमा पनि त्यस्तै हुन्छ है। तपाईँहरूले लाइक यहाँ त पर आवरको स्यालेरी भनेर दिन्छ अनि अब त्यसमा पनि तपाईँहरूले जति स्यालेरी भनेको छ त त्यसबाट त्यसको ट्याक्स काटेर दिन्छ। भन्नलाई चाहिँ फुल स्यालेरी नै भन्छ पछि दिने बेला चाहिँ त्यहाँको त्यसको ट्याक्स काटेरै दिन्छ है। ल अब चाहिँ लास्ट बट नट द लिस्ट पोइन्ट भनेको चाहिँ यहाँको फर्निचरहरू भयो है। यहाँ चाहिँ अब के हुन्छ भनेपछि कुनै कुनै अपार्टमेन्टमा कि त कुनै कुनै घरमा चाहिँ अलिकति फर्निचर दिन पनि सक्छ कि त नदिन पनि सक्छ है। त्यही भएर त्यो चाहिँ आफै लिनुपर्छ। अनि अब फर्निचर पनि यहाँको लाइक एक्सपेन्सिभै हुन्छ। त्यही भएर अब सेकेन्ड ह्यान्ड फर्निचरहरूको लागि यहाँ पसलहरू पाइन्छ। अनि अर्को के कुरा भनेपछि चाहिँ यहाँनिर चाहिँ अब कोही मान्छे पनि एउटा सिटीबाट अर्को सिटीमा मुभ गर्दाखेरि आफ्नो फर्निचर चाहिँ मोस्ट अफ देमले चाहिँ लग्दैन है जुन चाहिँ राखेको हुन्छ। अनि अब त्यसबाट केही युज गर्ने छ भने त्यो चाहिँ आफै लिएर आएर आफै युज गर्न पनि मिल्छ। त्यसको लागि चाहिँ कसैले केही पनि भन्दैन है। तर अब युज गर्न छैन भने चाहिँ फर्स्टको के नयाँ फर्निचर पनि पाइन्छ कि सेकेन्ड ह्यान्ड पनि पाइन्छ है। ल सो आजको लागि चाहिँ त्यति हो। होप यो भिडियो युजफुल थियो। अनि थियो भने चाहिँ लाइक गरिदिनु होला र सब्सक्राइब पनि गरिदिनु होला। गरिसकेर हुनुहुन्छ भने चाहिँ थ्याङ्क यू र एन्डसम्म हेरिदिनको लागि पनि थ्याङ्क यू। आजको लागि त्यति हो। बाई।